हेलो गाइज, नमस्ते माई न्यू भिडियो। आज पनि देख्न सक्नुहुन्छ गाइज, मैले खानाको रेसिपी लिएर आइसकेको छु। अनि यहाँ चाहिँ मैले मसला रेडी बनाइसकेको छु। यो मसला चाहिँ के को लागि होला भन्नुभएको होला हजुरहरूले। आज चाहिँ मैले हाम्रो घरमा मटन ल्याउनु भएको थियो नि त, त्यही भएर हेर्न सक्नुहुन्छ गाइज, मैले चाहिँ मेरो खाना पकाइसकेको छु। मसला पनि रेडी बनाइसकेँ अब पिस्नलाई। अनि म चाहिँ अब मसला पिस्नेतर्फ लाग्दैछु। हेर्न सक्नुहुन्छ गाइज, पिसेको मसलाको टेस्ट आउँछ नि त, त्यही भएर होइन। अनि टेस्टी मिठो हुन्छ भनेर चाहिँ अनि मैले त अब तेल खराइसकेको थिएँ। अनि ज्वानो मेथी पनि पड्काइसकेको थिएँ। हेर्न सक्नुहुन्छ गाइज, मासु यस्तो दामी थियो नि होइन। आफ्नो लोकल गाउँघरमा होइन काटेको दामी हुन्छ नि त, त्यही भएर हामीले चाहिँ अनि बल्ल तल्ल काटिन्छ। अब 1.5 केजी नै खाऊँ न भनेर अनि थुप्रै ल्याएको नि त गाइज भनेर हेर्न सक्नुहुन्छ। मैले चाहिँ मासु भुट्दैछु क्या होइन। मासु चाहिँ भुट्ने अनि माछा प्याज हाल्ने हो क्या। म चाहिँ त्यसो गर्छु किनकि प्याज फर्स्टमै हाल्यो भने टाँसिन्छ नि त। अनि यहाँ हेर्न सक्नुहुन्छ प्याज चाहिँ मैले आधी केजी प्याज लगाइदिएको क्या। प्याज लगायो भने टेस्ट नै मिठो हुन्छ कि होइन। अनि यति मासुमा चाहिँ यति प्याज चाहिन्छ नि त, त्यही भएर गाइज हेर्न सक्नुहुन्छ। अनि मसला पनि रेडी भइसकेको थियो। अनि मेरो मासु पनि रेडी हुँदैछ हेर्न सक्नुहुन्छ। मासुबाट चाहिँ तेल निस्किँदै थियो नि त, खासै त्यतिकै डोसो थिएन तर पनि मिठो थियो होइन, हेर्न सक्नुहुन्छ गाइज। अनि हजुरहरूले अब के खानुभयो होला। मैले चाहिँ अब अलिकति प्याज हालिसकेको छु सब्जीमा, हेर्न सक्नुहुन्छ साथीहरू। अनि हजुरहरूले चाहिँ आज के खानुभयो होला त्यो पनि कमेन्टमा भन्नु होला। अनि मैले त्यहाँ बेसार हालिसकेको, आफ्नै गाउँघरमा फलाएको होइन, अर्ग्यानिक बेसार थोरै लाए पनि चटक्क पहेँलो हुने क्या होइन। किनेको बेसार त हेर्दाखेरि चाहिँ पहेँलो देख्छ तर लाग्दैन नि, हेर्न सक्नुहुन्छ गाइज। मासु त यस्तो दामी भएको थियो नि, हेर्न सक्नुहुन्छ। अनि मैले चाहिँ छोपिदिएको क्या त्यो प्याजलाई चाहिँ हल्का गलोस् भनेर होइन। अनि अब त्यो मसला हाल्दैछु हेर्न सक्नुहुन्छ। अनि हजुरहरू चाहिँ कसरी पकाउनुहुन्छ त्यो पनि कमेन्टमा भन्नु होला। म चाहिँ यस्तै गरी पकाउँछु। अनि मासु त यस्तो दामी भएको थियो नि। अनि यति मैले होइन सिन्कुलीको पत्ता हालिसकेको छु नि त, यहाँ देख्न सक्नुहुन्छ। मासु पनि अब पाकेर रेडी भइसक्यो। अनि हामीले चाहिँ अब होइन अनि अलिकति भुटेको खाने नि भनेर पहिले यहाँ भुटेको देख्न सक्नुहुन्छ गाएको। मैले भुटेको निकालिसकेको थिएँ। अनि मेरो बुढा चाहिँ दामी छ भन्दै चाहनु भएको थियो क्या होइन। बुढालाई मैले चाख्नु भनेर चाहनु भएको थियो। अनि यहाँ देख्न सक्नुहुन्छ अब मेरो चाहिँ सब्जी पाकेर रेडी भइसक्यो। अनि मासु खानासाथ त्यो खानु पऱ्यो गयो नि होइन त गाइज, गर्नु त के गर्नु होइन, रस पनि यतिकै खानु पऱ्यो हेर्न सक्नुहुन्छ। ओके, बाई बाई।